हेलो गाइज नमस्ते वेलकम छ सबैजनालाई मेरो भिडियोमा अनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु। आज चाहिँ मैले भिडियो बनाउँदै छु किनभने हिजो बजी हाम्रो घरमा आउनु भएको छ। हिजो सरप्राइज दिनु घर नि नभनिकन सरप्राइज दिन आएको के रे छक्कै पर्यो नि म त। यो चाहिँ स्कुल जानुलाई रेडी भइरहेको छ। यहाँ चाहिँ हाम्रो खोले साग छ। बजै चाहिँ हिजो हामीलाई नभनिकन घर आउनु भएको अनि म चाहिँ छक्कै परेको। नागमाको फुली फाल्नु होला। अनि अहिले चाहिँ हामी घाँस काट्न जानु लाग्यो। बजैले चाहिँ माथि आफ्नो साथीकोमा यसो भेटघाटको लागि लाँदैछु। हेलो बजाई। हेलो 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 ल हिँड ल अब चाहिँ हामी जाँदैछौँ। बजाई साथी भेट्नु जानु लाग्यो न। साथी भेट्नु जानुहुन्छ चाहिँ जाँदैछौँ। हिजो बजी नभनिकन आएको। म त ठिकै आलु मगाएको थिएँ र आलु लिनु जानु पर्यो नि त। बाहिर निकालेको त बजी त आएर नि ठस्स बसेको। म त छक्कै परेको। सरप्राइज बनाइदिएँ। हामीलाई त्यसरी सरप्राइज दिनु जान्दैछ नि त बजाइले नि सरप्राइज दिनु जान्दै गर्ने रे। यो चाहिँ बुद्धको चित्र यस्तो सरप्राइज गर्दै यस्तो सरप्राइज गर्दै छक्कै पार्दै बजेले बजेर नि पर बजेर लाने सरप्राइज यहाँ सङ्गी सङ्गी ल साथी साथी भेट भयो फाइनल्ली। ल अब चाहिँ हामी घाँस काट्न जान्छौँ। ल सङ्गी सङ्गी भेट भयो। हेलो सबैले हेलो बजाई हेलो ल फोटो खिचेर बजाइ यता त यस्तो गर सबैले यस्तो गर ल ल के ल ऊ बजाइले नि ल कति राम्रो देखियो भयो बजा भयो गाई गाई ल अब चाहिँ म मेरो गन्तव्यतिर लाग्दैछु। म चाहिँ घाँस काट्नु जाने हो। बजै चाहिँ यहीँ साथीमा ल्याइदिएको। अहिले चाहिँ हामी घाँस काट्ने ठाउँमा आएर घाँस काट्दैछौँ। सुजनले झार्दैछन् म सँगल्दैछु। यही हो हाम्रो आजको काम। घाँस झरिरहेको छ म हेरिरहेको छु। अब सँगल्ने ल हेर्दै गर्नुहोला गाई। फाइनल्ली घाँस झारिसक्यो अनि यहाँ मुठाहरू पारिसक्यौँ। अब मुठा सुठा पारिसक्यौँ। अब यो भारी बनाएर घरतिर लम्किनेछौँ हामी। अहिले चाहिँ यो बुट्टा र यो बुट्टा झार्यौँ हामीले।
एकजना मात्रै आएको घाँस काट्नु आज ल अहिले चाहिँ भारी पुग्यो भारी पुग्यो र भारी हालेर घर जानुको लागि रेडी यो चाहिँ मेरो भारी यो सुजनको भारी अब घर चाहिँ कसरी पुग्ने हो हेलो न सुजन हेलो अब चाहिँ घर जान्छौँ हामी ल अहिले चाहिँ घर जाँदैछौँ हामी खतरा ठुलो देखिएछ भारी त सुजन हावा चलेछ पानी आउनु नि र के हो अब चाहिँ एकैचोटि घर गएर देखाउँछु बाई अहिले चाहिँ घर आइपुग्यो हालत खराब भयो घामले रातो न रातो बाह्र बज्यो रहेछ मैले चाहिँ बल्ल घर आइपुगेँ थक गई मैं तो बाख्रा भी फुच्चिया बाख्राले घाँस पनि खाइसकिन्छ यो चाहिँ फुकेर कराई गरेछ अहिले चाहिँ म घाँस थन्काउँछु अहिले चाहिँ घर पनि आइयो घर नि आइयो घाँस नि राख्यो अनि अब चाहिँ खाजा बनाएर खान्छु अनि अहिले चाहिँ मैले आलु र छोक बनाएँ अनि खाएँ खाजा नि खाइसकेँ मैले यो छोकमा चाहिँ यो छोक चाहिँ के को भन्दाखेरि के अरे पदिना टमाटर प्याज अनि के अरे सिलाम यो मेरो चटनी हेलो अहिले चाहिँ खाजा साजा खाएर बसेछु अब चाहिँ म खाना बनाउँदैछु हेर्दै गर्नुहोला मेरो भान्सामा के खाना पाक्छ हेर्दै गर्नुहोला म चाहिँ अब खाना बनाउँछु अहिले चाहिँ मैले यहाँ आगो फुकिसकेँ अब भात पकाउँछु अनि चाहिँ भात बसाल्दै भात पाक्दैछ यहाँ बोजै नि आएर बसेछन् अहिले त अनि अहिले आलु काट्छु तरकारी बनाउने अब चाहिँ म तरकारी बनाउँदैछु आलु र सिमी ल अब चाहिँ पहिला सुरु ताक्कै बसाल्नुहोस् तरकारी बनाउनुको लागि म तरकारी बनाउने तरिका सिकाउँदैछु भनेर के भगवान अनि त्यसपछि चाहिँ आगो कतिको ठुलो बुली छ हेर्नुस् अब चाहिँ म तरकारी बनाउँछु हेर्दै गर्नुहोला ला हेलो अहिले चाहिँ म यहाँ घर अगाडि खोले साग टिप्छु खोले साग टिप्नुलाई भाडा
यो चाहिँ खोले साग हो म चाहिँ खोले साग टिप्छु झाडहरू हुन्छ त्यही भएर गाउँ बुढीले खोले साग चपाइदिनु कहिले खाँदैन गरेर त्यही चपाइदिनु भन्ने मजा गर्दा कि हजुर के रे कहाँ आइतल खोइ हिँडालाई अहिले चाहिँ मैले यति साग टिपेँ अब म यसलाई धारामा लगेर धुन्छु यसलाई अब धोको धोई गरेर सफा बनाउँछु अहिले चाहिँ मैले खोले साग नि धोइसकेँ अब चाहिँ म यसलाई बनाउँछु एकछिन पानी तरिन्छ ल अब चाहिँ म बाख्रा सार्नु जाँदैछु मेरो काम बाख्रा सार्ने घाँस काट्ने के अरे खाना बनाउने अनि के मेरो काम घर गोठाला सबै थोक मै गर्नुपर्ने मेरो दुःखी जिन्दगी भन्ने मजाक गरेको आमा चाहिँ काममा जान्छन् अनि त्यही भएर मैले चाहिँ घरको काम गर्नुपर्छ अनि आमाले चाहिँ बाहिरको काम गर्छन् अनि अहिले चाहिँ म यहाँ बाख्रालाई हुल्दिँदैछु अनि त्यही हो कुरो सब ठिक छ अहिले चाहिँ बाख्रालाई पानी दिन चाहिए अहिले चाहिँ बाख्रालाई पानी दिन्छु म क्यामेराम्यान नहुनुको पनि धेरै पीडा छ के गर्नु त्यही पनि आफूले सक्दो काम गर्दैछु छेरा दम्बे पानी छिप्यो अनि अब चाहिँ बाख्रालाई आफ्नो घरमा अब चाहिँ म बाख्रा छोडिदिँदैछु यसलाई चाहिँ यहाँ हेरिदिने अबे भात चाहिँ के गर्दै यस्तो यो चाहिँ घाँस हो यो चाहिँ आज मैले काटेर लिएको घाँस अहिले चाहिँ बाख्रा साखरा सबै हुलिसके अब चाहिँ म उपलट्टि जान्छु अनि साग बनाउँछु आएको खोले साग बनाउँछु अनि टक्क लाएर खाने मिठो गर्दै गर्दै अब चाहिँ म खोले साग बनाउँदैछु हेर्दै गर्नुहोला भिडियो बनाएको बजे भिडियो बनाउँदा कति भिडियो बनाएको गाली गर्छु बजे लस लाग्छ भिडियो बनाउँदा तर पनि म बनाइदिन्छु के गर्नु यस्तो बनाइदिनुपर्छ
के चामल हो? अहिले चाहिँ हामी यहाँ भात खाँदैछौँ। यो दुईटा चाहिँ कुरेमा हाम्रो दुध छ। मैले चाहिँ थुप्रो भात खाइदिन्छु। अँ, ओके एकछिन पक्नुहोस् त। आज त थुप्रो परिकारको खानेकुरा छन् हाम्रो घरमा। साग, तरकारी, छोप, स्पेसल तरकारी आजको। वाउ, आज चाहिँ दामी दामी हुने भयो हाम्रो खाना। अब चाहिँ म खाना खान्छु अनि तपाईहरुलाई भेट्छु। आजको स्पेशल खाना। अब चाहिँ हामी खाना खाँदैछौँ। यो सरले अघि नै खाइसक्यो। हेलो भन, हेलो भन। अहिले चाहिँ खाना खाएर भाँडा धोएर म चाहिँ सुत्न आएको छु। अनि भिडियो चाहिँ आजलाई यति नै। सबैजनाले हेरेर माया गरिदिनु। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुस् मेरो युट्युब च्यानललाई। अनि म यस्तै यस्तै भिडियो बनाउँछु बेला बेलामा। हेरिदिनुस् के कस्तो हुन्छ। सल्लाह सुझाव दिनुस्। म अझै राम्रो राम्रो बनाउने कोसिस गर्छु। आज के कस्तो भयो थाहा छैन। अनि आजलाई भिडियो यति नै। बाई बाई, सी यू।